ओके हेलो गाइज मैले चाहिँ आज तपाईहरुलाई के कोकोनट कसरी फोर्ने भनेर देखाउँदैछु हैन। कोकोनट फोर्ने तरिका चाहिँ यस्तो हो। तरिका यस्तो हुँदो रहेछ हैन। यस्तो हुँदो रहेछ। अनि त्यसपछि यस्तोमा राख्ने अनि यस्तो त्यो चाहिँ अङ्कल हो। यस्तो हे भगवान यस्तो गरेर यस्तो यस्तो गरेर सुकाउने हैन। अनि त्यसपछि सुकाएपछि तेल निकाल्ने अनि त्यही तेल युज हुन्छ। यहाँ चाहिँ म चाहिँ अहिले केरलामा हो, त्यही भएर हामी चाहिँ यस्तो गरे। मैले चाहिँ रहरले मात्रै गरेको है। चाहिँ मलाई रहर लागेर गरेको हो। उनीहरूले रहर भनेको चाहिँ हैन। सिक्दैछु। यस्तो चाहिँ अनि यस्तै नरिवल हो क्या। हाम्रो जस्तै त्यो नेपालमा के रे लिएर जान्छ नि त भैयाहरूले, लिएर गएर अनि बेच्छ नि त 40-50 रुपियाँमा एक पिस गरेर। त्यसरी नै हो रहेछ के। अनि यस्तो मैले कतिवटा भ्यायो एउटा भिडियोमा कतिवटा। अनि यस्तो गर्ने यस्तो अनि सुकाउने अनि यस्तो यस्तो। यो चाहिँ हरियो नै रहेछ क्या। यो हरियो चाहिँ खास गरी खानामा युज हुन्छ।